अरे साथीभाइ हो, कति फट्टा मात्र गफ हान्नु। कहिले काहीँ त यसो राम्रो कन्टेन्ट पनि सोचौँ न यार तिमीहरू। सही भन्नुभयो दाइ तपाईँले। योपालि चाहिँ राम्रो कन्टेन्ट बनाउनुपर्छ है त। तिमी डाइरेक्टर हो, बनाउन सक्दिनौ लिडे। ल ठिक छ साथीभाइ हो, यसपालिको कन्टेन्ट चाहिँ म खतरनाक खालको र धाँचोवाला सोच्छु है त। ल त्यो सब छोड त गाइस, हाम्रो त्यो सबैभन्दा हाम्रो ग्रुपको एउटा छ नि साइरी माग्छ, त्यो चाहिँ खोइ। ए त्यो लिडे गयो होला नि माग पाउन, फुल फुलेपछि झर्नै पर्छ भन्दै मायालुलाई उहाँ बास स्टेसनमा प्रतीक्षा गर्दै होला नि। जुडी भरि सधैँ साथ दिन्थे किन नआएको। कतिपय प्रेमहरू कहिले पुरा हुँदैनन्, कथा जस्तै अधुरा बनिरहन्छन्। केही नामहरू समयसँग टाढा भए पनि जीवनभर हृदयको कोठामा एउटा अधुरो सम्झना पनि बसिरहन्छन्। तर माया भने यस्तै हो,